हेलो साथीहरु, आज चाहिँ म घरमा नै सजिलो तरिकाले बनाउन सक्ने ताजा र स्वादिलो खालको मिन्ट लेमोनेडको रेसिपी लिएर आएको छु। भिडियो स्किप नगर्नु ल, यो गर्मीमा काम लाग्न सक्छ। हजुरहरुको घरतिर कतिको गर्मी छ गाइस, हाम्रो यो चितवनतिर त आजकल यति धेरै गर्मी बढिरहेछ नि है। आज चाहिँ शनिबारको दिन पनि थियो अनि घरमा यति धेरै कागतीहरु पनि छ अनि यो पतिना पनि छ। हजुरहरुको घरतिर यसलाई के भन्छ गाइस, ठाउँ अनुसार मिनिङ फरक हुँदो रहेछ कि। हाम्रो घरतिर चाहिँ पतिना भन्छ है। अनि यसलाई चाहिँ मज्जाले धुनु पर्छ कि आजकल पानी परिरहेछ नि त अनि भित्र किराहरु पनि हुँदो रहेछ। अनि हाम्रो यो कागती चाहिँ भित्रको सिड हुँदैन के, त्यही भएर चाहिँ मैले बाहिरको मात्रै छिले है। तर कागती अनुसार फरक हुन्छ, कागती भित्र सिड हुन्छ भने चाहिँ त्यसलाई फालेर राख्नुपर्छ। यो चाहिँ राम्रो खालको कागती परेछ कि। अनि यसमा चाहिँ कागती राख्यो अनि बाहिरबाट पतिना राख्यो अनि माथिबाट सुगर राख्यो। खासै गाह्रो पनि हुँदैन अनि एकदम छिटो पनि हुन्छ कि। अनि ग्राइन्ड गरिसकेपछि सकिहाल्यो। यसको चाहिँ अलिकति मैले भित्र आइस राखेको थिइनँ, पानी एड गरेको थिइनँ नि त, अनि त्यही भएर चाहिँ अलिकति बाक्लो बाक्लो भयो कि। अनि त्यही भएर चाहिँ मैले यसमा चिसो पानी पनि थपेँ अनि यसलाई अलिकति डिजाइन गरिदिउँ न त भनेर लागे। अनि मम्मीलाई थाहा पनि थिएन मैले बनाएको, अनि के हो भन्नुभयो कि। अनि टेस्ट गर्नु न भन्यो मैले, अनि खानुभयो। अनि कस्तो छ भनेको मिठो छ भन्नुभयो। बुवा पनि यस्तो पसिना भएर आउनुभएको थियो अनि बुवालाई पनि दिएँ। यस्तै भिडियोहरूको लागि चाहिँ फलो गर्न नबिर्सनु ल।